हिजो पनि भयो, आज पनि भएको हो। हामीहरूले अब एउटा किनभने एउटा युवा शक्तिहरू जति पनि वैकल्पिक शक्तिहरू छौँ, युथहरू छौँ, सब एकजुट बनेर राष्ट्र निर्माण गर्न एकजुट बनेर अगाडि बढौँ भन्ने एउटा परिकल्पनाका साथ हामी भेटघाट गरिराखेका छौँ। अब यही नै गर्ने भन्ने निश्चित त भएको छैन हैन। अब यसमा चाहिँ पार्टीहरू मिलाएर जाने हो कि या तपाईँको कसरी जाने भने यो छलफलमा छौँ हामीहरू। Hardik IVF and Fertility Center, where miracles come to life. अहिलेको राष्ट्रिय राजनीतिक सङ्कटको समाधानमा तपाईँहरू लाग्नु भएको छ। हामी अहिले त्यसमा छलफल गरेर समाधान कसरी गर्ने भन्ने कुरामा हामी एकबद्धता छौँ। बालेन शाहसँग तपाईँले ठ्याक्कै कुरा के राख्नुभयो, उहाँले के भन्नुभयो? होइन, यो केही कुराहरू आन्तरिक छन्, केही कुरा बाहिरहरू छन्। अब यो सबै कुराहरू पछि अब त्यो वार्ता सकिएपछि अब हामी यसलाई अगाडि बढाउँला। अहिले चाहिँ विशेष गरेर के हो भने युवा शक्तिहरू जति पनि यो देशमा छौँ, जहाँसुकै जुनसुकै ठाउँमा छौँ, हामीहरू एकजुट हुने बेला आएको छ। यो झन्डै देशमा प्रजातन्त्र आएको 2007 सालदेखि अहिलेसम्म कति प्रधानमन्त्री फेरिए, कति मन्त्री फेरिए, कति सरकार परिवर्तन भयो, तर कति व्यवस्था फेरिए, तर जनताको समस्या जिउँको त्यों भयो भने अब यसलाई निराकरण गर्नका लागि चाहिँ वैकल्पिक राजनीतिक दलहरू, वैकल्पिक युवा साथीहरू एक ठाउँमा नआइकन, अर्थात् नयाँ युवा साथीहरू एक ठाउँमा नआइकन अब यसमा अगाडि बढ्दैन भन्ने। अब म भेट्न गएको होइन कि उहाँले भेट्न बोलाउनु भएको। त्यसरी हामीले यो कुरा चाहिँ अगाडि बढाइराखेका छौँ। हिजो भन्नुभएको थियो, हिजो म भेट्न गएँ। त्यो वैकल्पिक शक्तिहरू एक भएनन् भने त त्योभन्दा अर्को विकल्प पनि त छैन। त्यो विकल्प नै अन्तिम विकल्प हो नि त। त्यो हो। अब मसँग भएको कुरो मैले गर्ने हो, अब अरू साथीहरूसँग उहाँको कुरो के भएको छ त्यो गर्ने हो। अब फेरि एकजना भने फेरि यो पार्टी बन्ने, फेरि यो चाहिँ के हो भने एउटा शक्ति बन्ने कुरा हो। शक्ति एकलबाट हुँदैन। फेरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भइदिए एकजना व्यक्ति मात्र पपुलर भएर काम हुन्थ्यो। यहाँ त 165वटा निर्वाचन क्षेत्रमा आफ्नो पकड जमाउन सक्नुपर्छ। मैले निर्वाचन जितेर आइसकेपछि संसदमा बहुमत पुर्याउन सक्नु पर्यो। यो संसदीय व्यवस्था हो भने यसमा अब के गर्ने, अब कसरी जाने। सिर्फ अहिले चुनाव जित्नु मात्र मुख्य मुद्दा होइन। चुनाव जितिसकेपछि हामीले गर्नुपर्ने के हो, कसरी हामीले यो देशको खर्चिलो व्यवस्थालाई तपाईको धान्न सक्छौँ, कसरी सुशासन कायम गर्न सक्छौँ, कसरी यो देशमा रोजगारी सिर्जना गर्न सक्छौँ भन्ने विषयवस्तुलाई मध्यनजर गरेर अगाडि बढ्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ।